हामी चाहिँ यहाँ मेडिकल चेकअप गर्न आएको ह्यान्ड्स हस्पिटल भन्ने ठाउँमा सबैजनाको नर्मल आयो अनि हामीलाई चाहिँ ह्यान्ड्समा यस्तो राम्रो राम्रो बस्ने ठाउँ दिनुभएको थियो यस्तो राम्रो सोफामा बस्यौँ कति दिन धायौँ हामीले 3 दिन धायौँ है 3 दिन धाउनु पर्यो अब आजदेखि चाहिँ गफाडिनीहरू यहाँ भिजेछ कि कपालमा पनि पुरै भिजेको कि कस्तो भयो आउनु न बर्थडेको फोटो हेर्न बर्थडे भइसक्यो होइन त्यो अगाडि नै एडभान्समा ए त्यही भएर गिफ्ट आएको भनेको तिमी मेकअप गर्छौ अलरेडी गर्दैन हरेक कुरा गर्छ अस्ति गरेर आइरहेको थियो फाउन्डेसन लगाइरहेको थियो अस्ति